हेलो दर्शन नमस्ते सबैमा सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज म तपाईँहरूलाई यस्तो भिडियो देखाउँदैछु मेकअप गर्नेको। यस्तो तरिका तपाईँहरूले कहिले पनि देख्नु भएको छैन होला सायद। यो भिडियोमा हेर्नुहोस्। यो चाहिँ पेन्टिङै गरेको जस्तो लाग्यो। माइ गॉड कति धेरै। म माथि चाहिँ कालो के लगाउँदैछ उसले चाहिँ अब त्यो आइब्रो फिल गरेको कि माटा बनाउने के हो यस्तो मेकअप चाहिँ। मलाई अचम्मै लाग्यो किन कालो कालो यस्तो हुने देख्दा पनि। अब त्यसैमा ग्लिटर पनि लगाइदियो, ब्लस पनि लगाउँदैछ फिङ्गरले बिचरा। अब के भन्छ होला थाहा छैन। अब भिडियो लास्टसम्म हेरौँ। म चाहिँ अब के बोलौँ है, यो चाहिँ कुन मेकअप हो मलाई थाहा भएन। अब यस्तो मेकअप कसले गर्छ, तपाईँहरू पनि यस्तो मेकअप गर्नुहुन्छ कि कसैमा चाहिँ मुस्कुराउनु भएको छ मेकअप। यो लेन्स पनि अझै मेकअपमा। वाह भाइ वाह मेकअप त। यहाँ चाहिँ अर्को मेकअप हुँदैछ, अनि पेन्टिङै हुँदैछ सायद। मेकअप होइन ला पेन्टिङ भन्नु कि मेकअप भन्नु। अब म चाहिँ खासै बुझेन। तपाईँलाई के लाग्छ मलाई कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस् है। म चाहिँ यस्तै रमाइलो रमाइलो भिडियोहरू लिएर आउनेछु। अब यो फाउन्डेसन पनि कति धेरै लगाएको होला। यस्तो मेकअप कसले गर्नुहुन्छ गाइस? तपाईँहरूको साथीमा कोही छ त यस्तो मेकअप गर्ने? कमेन्ट गर्नुहोस् है। कति धेरै फाउन्डेसन एकै साइडमा मात्रै लगाउने हो कि? खासमा कुन टाइपको मेकअप गर्न लागेको? ओठमा पनि भाइ, ओठमा कसले मेकअप गर्छ? ल अब बाइचान्स त ठुक निल्नु पर्यो भने है, अब फाउन्डेसन पनि खाने आँखामा अब मेकअप हेर्नुहोस्। अर्को फेरि पनि पेन्टिङ हुँदैछ। गलामा पेन्टिङ भइसकेछ, अब मुखमा पेन्टिङ हुँदैछ। उहाँले चाहिँ यसरी फाउन्डेसन। तर मलाई मेकअप गर्ने आर्टिस्ट चाहिँ एकदम जाने जस्तो लाग्यो चाहिँ। अब किन यस्तो गरेको है उहाँले? ब्रस समाउने तरिका, गर्ने तरिका चाहिँ अब राम्रै छ, तर यो लापरवाही चाहिँ अलि नबुझेको। यो चाहिँ होलो आई मेकअप हुनसक्छ, अनि ग्लिटरवाला आई मेकअप। यो हल्दी मेहन्दीमा काम लाग्ने हो कि के हो यस्तो है? अब आजकल हल्दी मेहन्दी भन्ने अब बिहेभन्दा पहिला चल्छ नि त। अनि म चाहिँ अब यति प्रोडक्ट बेस्ट गर्नुभन्दा त नगरेकै राम्रो। अब कन्सिलर नाकमा सबै आइडिया चाहिँ सबै थाहा छ, कहाँ के लगाउने, कसरी लगाउने भन्ने कुरा। तर कति प्रोडक्ट कति युज गर्ने भन्ने कुरा चाहिँ अलिकति थाहा नभए जस्तो मलाई लागेको। अब तपाईँहरूलाई के लाग्छ भिडियो हेर्दै जानुहोस्। अरूको काममा मजाक उडाउन पनि हुँदैन, हाँस्नु पनि हुँदैन भन्ने मलाई पनि थाहा छ। तर अब कति बेला हाँसो कन्ट्रोल हुँदैन देखेर चाहिँ। यस्तो बेस्ट नगर्नु भन्ने मेरो भनाइ। तपाईँलाई के लाग्छ? आँखामा मेकअप देखेर तपाईँमा त होस उड्यो। यस्तो मेकअप गरेर कतै तपाईँ बाहिर मार्केटमा जानुहोस्, तपाईँलाई के भन्छन् यो मेकअप देखेर? अन्तिममा कस्तो बन्छ? यो मेकअप गरेर बाहिर निस्केर त हेर्नुहोस्, सबै डराएर भाग्छन् होला।